पुलमा चलाएर देखाउँछु मुजी यहाँ त ठोक्छ केटा हो केटाहरूले दही सही खायो अब चट्टा हेर्नु आयो नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु आज चाहिँ लास्टै गर्मी भएको छ अनि आज चाहिँ हामी चट्ट नुहाउन जान्छौँ हामी चाहिँ अनि भ्लगमा न्यू अपडेट आउँछ हजुरहरूले सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला सब्सक्राइब नगरेकोले सब्सक्राइब गरिदिनु होला अनि कपीले पनि गरिदिनु होला सो सबैजनाले चाहिँ माया देखाइदिनु पर्यो अब न्यू अपडेट हुन्छ भ्लग हजुरहरू सबैको सामु मैले भ्लग लिएर आउने छु See you guys. यताबाट चाहिँ यहाँ पनि अब चट्टा यहाँबाट गढी गोवर्धन गढी अनि यहाँबाट शक्तिपुर झरना गैरीबारी झरना अनि सिद्धि सब चाहिँ यहाँबाट चाहिँ यो बाटो यहाँबाट पनि नामघाट पर्छ नामघाट अनि लपडाँडा पनि छ यहाँनिर चट्ट हामी चाहिँ अब नुहाउनु जानु पऱ्यो घरमा बस्दा झ्याउ लाएर चट्ट नुहाइ गरेर नुहाउनु पऱ्यो अब यता हो भाइर म यहाँ छु अब त्यहाँनिर भाइहरू पनि उतै चिसो किनिरह होला चट्टा हामी चाहिँ भिडियो सुडियो बनाएर नुहाएर भाइ चाहिँ अनि यहाँबाट भण्डारा घर जान्छ अनि के भन्दाखेरि हामी चाहिँ बच्चामा यता लोत आउँथ्यो क्या यहाँनिर क्या हिँड्दै आउँथ्यो हाम्रो भाइहरू यहाँ आयो भाइ तिनजना छ यहाँ सुटरहरू हिरो छ हिरो हाम्रो भाइहरू हामी चाहिँ बच्चामा यता लोत आउँथ्यो कि हामी यतातिर नुहाउन आउँथ्यो गङ्गडा मार्न डेन्जर रमाइलो गर्थ्यो यो ठाउँमा चाहिँ जे होस् आजभोलि अब हामी आएको चाहिँ छैनौँ यो बाटो चाहिँ अनि आजभोलि कति वर्षपछि जे होस् रमाइलो ठाउँ छ हरियाली काँडाले घेरेको दाजुभाइ चाहिँ हामी यहाँ चट्ट अब हामी चाहिँ त्यसले चाहिँ हामी जानुपर्ने हुन्छ खोलामा सेम्पू नि ल्याएन क्या हो ओ भाइ ओ सेम्पू ल्याएन यहीँ छ गिलास छ भने एउटा नि लिएर आउनु पुगेन चारवटा मात्र लिएर आएर यसले के अरे गिलास छ उयसको प्लास्टिकको गिलास प्लास्टिक गिलास दिनु दुईटा अनि सेम्पू दिनु अनि उयो के अरे चिजबल जस्तो नि दिनु उयो चट्टा हेरेर यो माल किनेर सेम्पू छुट्याएर रहेछ किनेर अब यही हो हामी आइसकेछौँ अब एकछिन चट्ट हाम्रो भाइ यहाँ छ तारा हो यो झोलङ्गे पुलमा एकचोटि हामी बच्चामा आएको थियौँ होइन यहाँनिर चढिरहेको थियौँ कि हामी यहाँनिर चढ्थ्यो यसमा चढ्थ्यो पुरै हस्ते मामा हामी आएको थियौँ होइन पुरै यहाँनिर कम उयो साइकल लगेर हामी पुरै बिजोग भएको थियो कि यहाँनिर चाहिँ मेमोरीहरू धेरै छ हामी बच्चामा लोत आइन्थ्यो यो झोलङ्गे पुलमा अनि यता हामी नुहाउन आइन्थ्यो यहाँ चाहिँ अहिले रमाइलो ठाउँ छ जे होस् यी बबालै छ भनौँ न हाम्रो भाइ यहाँ गएछौँ अब हामी चाहिँ घाम आएको बेलामा नै अब भिडियो बनाउने हो त्यही भएर चाहिँ सो यो मुदेटा हो आपनीको मान्छे यो मुदेटा हो रुक कहाँ से आते ये मुदेटा हो आपनीको मान्छे कति अर्का मात्रै बनाउने मुजी अब हामी पुलमा चलाएर देखाउँछौँ मुजी यहाँ त ठोक्छ क्या मुजी बना भिडियो आज पुलमा त चलाइदिन्छु लामो चाहिँ फोटो खिचेर फोटोहरू पनि लामो जस्तो खिच्यो मुजी केटाहरूले आज यहाँ छ भाइ हामी चट्ट यताबाट जान्छौँ अब भाइ बिस्तारै यहाँनिर यस्तो छ बाटो लामो जस्तो ओ यताबाट झर्दैन बाइक जे होस् यो बाटोमा चाहिँ भिडियो सिडियो बनाउनु चाहिँ सही हुन्छ क्या ठाउँ चाहिँ बाबालाई छ जे होस् अनि मुजी बाइक चलाउने चाहिँ भन्छ मुजी चलाउन आउँदैन ओइ बगौला मुला खेल्न आउँछ कि आउँदैन मुजी गएर छ यहाँ चिक्नी पागल हाम्रो केटाहरू चाहिँ सबजना खोलामा छिरिसकेछौँ अब हामी चट्ट एकछिन नुहाउँछौँ आरामले भाइको पछाडि के हो लामो
मसँग झ्याउ लगाएर हाम्रो भाइहरू यहाँ छौँ ढुङ्गा छ यहाँनिर यहाँ डाँडा काँडा चट्टा चिसो घाम पनि फेरि चितवनमा चाहिँ औडा लाग्ने क्या अनि त्यही घाम छल्नको लागि पनि हामी खोलामा छिरिसकेछौँ हाम्रो केटाहरू यहाँ छ यहाँ गएर छ यहाँ खोलामा तर्छौँ यहाँ पनि गएर छ है त्यता हो केटाहरूले दही खायो अब चट्टा एकछिनमा हामी यहाँबाट निस्किनु पर्ने हुन्छ अबको 20-25 मिनटमा अनि 1-2टा भिडियो बनाउँछौँ अनि फोटोसोटो खिच्छौँ हामी अनि घरतिर राख्छौँ भाइ चाहिँ भण्डारा जाने हो त्यही भएर चाहिँ सो ओइ माइ गॉड रेस्लिङ गेलो रेस्लिङ म्याचिङ जुत्दै पहिलाको जस्तो रमाइलो भएन बच्चामा त लोड आइन्थ्यो माछा साछा मार्थ्यो पुरै सर्प देखिन्थ्यो आजभोलि त अब खासै हिँड्दैन नि त्यसरी त्यही हो सो केटा हो लेट्स सी के हुन्छ हेरौँ चट्ट केटाहरू चाहिँ अब निस्किसकेछौँ हामी खोलाबाट यहाँ बाहिर आएर नुहाइरह अब हामी जानुपर्ने हुन्छ घाम त अझै डुबे छैन यार अब हामी 4-5जना निस्किनु पर्ने हुन्छ हाम्रो केटाहरू रेडीमा चस्मा खोइ तेरो खोइ कहाँ छ यसको चस्मा गायब भएको ढोलातिर हेर्दा अब हामी निस्किनु पर्ने हुन्छ त्यही हो गाइज आजको भ्लग यति नै हजुरहरूले सब्सक्राइब गरिदिनु होला सबै कस्तो भए हजुरहरूले गरिदिनु होला हामी सुधार्दै जान्छौँ राम्रो अपडेट दिन्छु तपाईँहरूलाई त्यही हो सो गाइज फाइनली आज हामी यति नै भ्लग त्यही हो केटा राम्रो ल अब हाम्रो भ्लग यति नै छ केटा हो।